आज हामी चाहिँ झरनाको लागि यस्तै जङ्गलको यात्रामा छौँ। एकदम पुरै हिलो न हिलो कचिलो छ हैन, देख्न सक्नुहुन्छ। यस्तो पहाड एरिया जङ्गलको बाटो जाँदैछ, तपाईँ देख्न सक्नुहुन्छ हैन। आज हामी चाहिँ पुरा जङ्गलतिर आएको। त्यसै गाइजहरू पुरा जङ्गल आम्मामा के साह्रो बिरा हो। यस्तो छ हेर्नुहोस्, एकदम जङ्गलको बाटो। हामी चाहिँ यस्तै झरना होइन हेर्दै हिँडिरहेको छौँ। एकदम सेम नेपाल जस्तै हो क्या, उखाला उराला गरे जस्तै होइन। रुख बिरुवाहरू पहाडहरू देख्न सक्नुहुन्छ होइन। अब लास्ट झरना चाहिँ हामी पुग्न आँटियो होइन। लास्ट झरनाको दृश्य तपाईँलाई पुरा देखाउन गइरहेको छु यस्तो यतातिर होइन। यो चाहिँ फेरि पुरा मौरिसियसको झरना हो नि फेरि। यस्तो दापल्कीहरू यस्तो होइन, चारैतिर पानी नै पानी यस्तो छ। यहाँको लास्ट झरना त यो है गाइजहरू, क्या दामी झरना छ। यस्तो छ। हामी चाहिँ अब झरनातिर घुमेरै तपाईँलाई दृश्य देखाइरहेको छौँ। गाईको झरना त यस्तो छ। यहाँ कता जाने बाटो कता छ होइन, झरना नि पुग्नुपर्छ होइन। आज हामी चाहिँ यो झरनातिर आइरहेको छौँ। झरना यस्तो छ है, तपाईँले अब देख्न सक्नुहुन्छ। तल हेर्नुहोस्, तल एकदम पुरिने हो, पुरिन पानी खेलाएर हेर्नुहोस् त, यो पुरा नाङ्गै फेरि ताल खेल्दैन यतातिर पनि होइन। क्या दामी छ। हामी चाहिँ झरना हुँदै होइन यसरी नै घुम्दैछौँ होइन। अब यस्तो छ गाइस यहाँको झरनाहरू तपाईँलाई देखाइरहेको छु होइन। यहाँको तपाईँ देख्न सक्नुहुन्छ, यहाँको लास्ट झरना चाहिँ यो है गाइस, यस्तो छ होइन। अब फेरि हाम्रो साथीभाइहरू तल पिरिनेलाई नयाँको हेर्दै हुनुहुन्छ। यस्तो नाङ्गै छ फेरि, यस्तो सब पुरै पार्की एरिया पुरै यो छ होइन। अब पिरिने त्यस्तो गरेर पुरा नाङ्गो बसिरहेको छ। अब यहाँको चाहिँ यस्तो छ है, हामी चाहिँ अब त्यो झर्नातिर पनि घुम्न आएको, घुमेर पनि अब फर्किने टाइम हुँदैछ। यस्तो छ पुरा, यहाँको पुरा देख्न सक्नुहुन्छ भ्यूहरू यस्तो छ। पुरा मोर्सीको झरना
यो पुरै के छ क्या सेम हाम्रो माटी हाँडी धेर लाग्ने जस्तो छ है गाई चोरुहरूमा यस्तो देख्न सक्नुहुन्छ यस्तो पुरै दामी दामी छ यो खापबाट यस्तो चाहिँ आएको झर्नाको यति देख्न सक्नुहुन्छ होइन यो मेरो कुहिरेरै हो के छ पुरा माथि फोटो खिच्ने होइन दामी दामी भ्युवर छ क्या यतातिर देख्न सक्नुहुन्छ कता कुहिरो त बुढाबुढी कता गुल्दैछन् क्या भित्र गएर